एउटा भेटघाट कार्यक्रममा यहाँ उपस्थित भएका छौँ। हामी किन यो भेटघाट कार्यक्रम गरिरहेका छौँ? हामीले हाम्रा दृष्टिकोणहरू संक्षिप्तमा स्पष्ट पार्न पनि जरुरी छ र यो देश हाम्रो, हामी यो देश बिग्रियो भने त्यसको पीडा हामीले बिहोर्नुपर्छ। यो देश सपार्न सक्यौं भने त्यसको लाभ पनि हामीले लिन सक्छौं। नेपालमा परिपक्व राजनीति, राष्ट्रिय राजनीति र स्वतन्त्र राजनीति त्यति चल्नै पाएन, चल्नै सकेन। त्यसै कारण विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारका झुट भ्रमहरू, मिसइन्फर्मेसन, डिसइन्फर्मेसन आदि असत्यहरूको प्रचार, भ्रमको प्रचार र आम जनता र सत्यको पक्षमा उभिने, देशभक्तिको पक्षमा उभिनेहरूलाई हतोत्साही गर्ने। कसैले बोल्यो कि त्यसलाई देशभक्तिको पक्षमा बोल्यो भने त्यसलाई झोले भनेर एउटा ट्रेन्ड चलाइदिने। अर्को कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई अर्को आरोपमा चाहिँ लखेट्ने। कमेन्टको प्रायोजित ढङ्गले वर्षा चलाउने, झुट भ्रमको खेती गर्ने, यो चिजहरू छ।